पाखा निस्क्यौँ पाछा त्यस्तो थियो गर्दै 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 अहिले हामीहरू त्यही प्रकृतिले यस्तो बनायो। प्रकृति चाहिँ चलायमान भइरहन्छ, त्यसको छिटो चलेको हुनाले नदेखिएको। यो पङ्खा एकदम जसले हिँड्यो भने त्यसको एउटा चक्र मात्रै देखिन्छ, उसको प्लाटहरू देखिँदैन। हो त छिटो चलेको छ प्रकृति चाहिँ। त्यस हुनाले हामीहरूको अहिले चट्टै केही घाउहरू लाग्यो भने अब निकाउनु थालो हो त्यो एकछिन हो। त्यसो प्रकृतिले त्यस्तो गराएको जे भने शोक छ र ठुलो पऱ्यो त्यही शोक भरे भोलिसँग गर्दैन घट्न थालो हो। जे पनि यसरी हिँडेर जान्छ सबै प्रकृतिको यो खेल हो यो। पुरुष भने जस्ता तस्तै हामी भन्न पहिले हामी नहुँदा पनि उठ्यो, पछि हामी नहुँदा पनि उठ्छ, अहिले पनि उठ्छ, ऊ देखिँदैन। अलग शरीरमा रहे पनि शरीरबाट अलग छ। त्यो शरीरमा रहेर पनि सूक्ष्मता प्राप्त भनेको अत्यन्त सूक्ष्म भएको हुनाले फेरि त्यो के चाहिँ निर्गुण भएको हुनाले त्यो अविनाशी भएको हुनाले अविनाशी भएको हुनाले त्यसलाई देख्न सकिँदैन हो। यहाँ अनुभवले बताइएको हाम्रो शरीरमा दुइटै हुन्छ, एउटा प्रकृति एउटा पुरुष। यो पुरुष भनेको चाहिँ आइमे लोग्ने मान्छे भने मात्रै हो। आइमेहरू लोग्ने मान्छे एउटै हो, भित्र पुरुष हो। देखिने प्रकृति त लिङ्ग पछि भएको हो। त्यस हुनाले हो त्यसो हुनाले हाम्रो एउटै त्यो कहिल्यै केही हुँदैन फेरि अविनाशी। अव्यक्तादिनी भूतानि व्यक्तमन्तानि सबै भन्दै गरेको छ। त्यस हुनाले हामीले अनुभव गर्नुपर्छ। 13औं अध्याय गीताको चाहिँ राम्ररी अध्ययन गरेछ भने शरीरबाट पुग्न सकिन्छ। इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते एतद्यो वेत्ति तं प्राहो क्षेत्रज्ञ इति तद्विदः। इदम भन्दा यसरी यो शरीरलाई यसरी देखाएको छ। इदम यहाँ देखाएर यसो अलग भयो भएन। अहिले जब पर देखाइन्छ भने त्यो अलग छ, हामीसँग छैन। तेरो होइन है यो शरीर चाहिँ प्रकृतिको हो भनेको। यो प्रकृतिको त्यो रहँदैन, यस्तै हो तँ जस्ता तस्तै छ, भित्र केही हुँदैन। त्यस भने हामी चाहिँ यो भित्रतालाई चाहिँ अनुभव गर्नुपर्छ। हामी त्यो दिउँ हामीहरू क्षत्र हामीहरू हुन, क्षत्रिय हामीहरू हुनु। क्षत्रिय भनेको जीवात्मा, क्षेत्र भनेको शरीर। इदं शरीरं कौन्तेय क्षेत्रमित्य। यो शरीरलाई क्षेत्र भन्छ। किन क्षेत्र? खेतमा जे लगाए त्यही उम्रिन्छ। धान लगाएर मैले त्यो कोदो लगाएको थियो भने पनि मिल्दैन, अहिले उम्रिँदाखेरि धानै उम्रिन्छ। अब कोदो चाहिँ लगाएको छ भएर धान मैले रोपेको छ भन्दा पनि मान्दैन, भएर त्यही देखिन्छ, कोदै देखिन्छ। मैले पाप गरेको छ भन्दा पनि हुँदैन, यसो उम्रिरहेको छ धानहरू। पुण्य गरेँ भन्दा पनि मिल्दैन, जस्तो गरेको छ त्यो ठ्याक्कै मिल्छ।